नमस्ते साथीहरू। आज हामी कुरा गर्दैछौँ बुहारीको ताजा एपिसोड बारे, जहाँ कथा झन रोचक मोडतर्फ गइरहेको छ। साथीहरू, आज पूजाको जिन्दगी मर्नु र बाँच्नु भएको छ, किनभने पूजालाई सधैँको लागि समीरले छोडेर गएका छन्। तर त्यही समयमा आज पूजा पनि गर्भवती भएको छिन्। यी सबै कुराहरू रामले थाहा पाएको छ। फेरि उता कमला र मुनाले पूजालाई साथमा लिएर आफ्नो परिवारमाथि आएको समस्यालाई अन्याय हुन नदिनका लागि साथ दिइरहेको छ। पूजाले आफ्नो सासूमाथि हात उठाएकी छिन् र त्यसै गरी पूजाकी सासूले पनि पूजामाथि हात उठाएको छिन्। साथीहरू, पूजाले आफ्नो सासूमाथि हात उठाउँदा राम्रो लाग्यो या लागेन, आफ्नो विचार कमेन्टमा लेख्नुहोला। साथीहरू, पूजाको यस्तो व्यवहार देखेर हजुरहरूलाई पक्कै पनि खुसी लागेको हुनुपर्छ। को खुसी हुनुहुन्छ कमेन्टमा पूजा लेख्नुहोला। तपाईहरूलाई यो नयाँ एपिसोड कस्तो लाग्यो तल कमेन्टमा आफ्नो विचार दिन नभुल्नुहोला।